नमस्कार। आज हामी विज्ञान प्रविधिको बारेमा युट्युबमा कहीँ कतै पनि प्रश्नहरू नभेटेर चाहिँ मैले आफैले चाहिँ विज्ञान प्रविधिका सम्बन्धमा हालसम्म लोकसेवा आयोगद्वारा सोधिएका विभिन्न किसिमका प्रश्नहरूको सङ्गालो लिएर उपस्थित भएको छु। विज्ञान तथा प्रविधिका सम्बन्धमा आज हामीले पढ्न भन्दा पनि सुन्न, तपाईहरूले सुन्न गइरहेको, मैले चाहिँ पढ्न गइरहेको प्रश्नहरू पढिसकेपछि, सुनिसकेपछि, यसलाई पटक पटक तपाईँले सुनिसकेपछि चाहिँ तपाईँलाई विज्ञान तथा प्रविधिका सम्बन्धमा यहाँभन्दा बाहिरबाट कुनै पनि किसिमको प्रश्न सोध्नै सक्दैन भन्ने विश्वास लिएको छु। यहाँभन्दा बाहिर विज्ञान तथा प्रविधिबाट कुनै पनि क्वेसन अहिलेसम्म लोकसेवामा सोधिएको पनि छैन र सोध्न पनि सकिँदैन भन्ने विश्वासका साथ यो एउटा 500 देखि 600 वटा लगभग करिब प्रश्नहरूको सङ्गालो तयार पारेको छु। यसलाई बारम्बार सुनेर चाहिँ तपाईँले स्पिड मोडमा लगाएर सुन्नुहोला, बारम्बार सुन्नुहोला, ताकि तपाईँले सुनिसकेपछि चाहिँ तपाईँलाई यस सम्बन्धमा कुनै पनि जिज्ञासा बाँकी नरहोस्। हस् त सुरु गरौँ धेरै कुरा नगरिकन। मेरो नाम विशाल मणि तिवारी, म झापा जिल्लाबाट लोकसेवा अथवा विज्ञान तथा प्रविधिसँग सम्बन्धित सोधिने कुनै पनि सेवा क्षेत्रका लागि सोधिने प्रश्नहरूको सङ्गालो लिएर थालौँ है त। तलका मध्ये कुन भनाइ ठिक छ, कुन भनाइ बेठिक छ भनेर सोधेको छ। अब बेठिक भनाइ हामी पढ्दैनौँ, ठिक भनाइ मात्रै पढ्छौँ। विज्ञान प्रविधिको विकासले मानवीय जीवनमा सहजता प्रदान गरेको छ, ठिक छ। विज्ञान प्रविधिले मानव जीवनमा सकारात्मक प्रभाव पारेको छ, ठिक छ। चिकित्सा क्षेत्रमा विकास भएको प्रविधिले रोग निदानमा सहयोग पुगेको छ, यो पनि ठिक छ। रोग सम्बन्धी अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ? यसको नाम चाहिँ टिस्यु कल्चर हो। पहाडको अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ? ओरोलोजी भनिन्छ। शरीरको संरचना र बनावटका बारेमा अध्ययन गर्ने शास्त्र तलका मध्ये कुन हो? एनाटोमी हो। अब एउटा जोडा मिलाउने दिएको छ, यसमा चाहिँ जियोमोर्फोलोजी भनेको द स्टडी अफ सर्फेस अफ द अर्थ, अनि ग्यालिसियोलोजी भनेको द स्टडी अफ आइस सिट्स, अनि त्यस्तै पेडोलोजी भनेको द स्टडी अफ सोइल्स, अनि जियोएनेटिक्स भनेको चाहिँ द स्टडी अफ रिमोट सेन्सिङ भनेर बुझ्न सक्छौँ हामी। यसलाई मैले फेरि एकचोटि रिपिट गरेँ। जियोमोर्फोलोजी भनेको द स्टडी अफ सर्फेस अफ द अर्थ, ग्यालिसियोलोजी भनेको द स्टडी अफ आइस सिट्स, पेडोलोजी भनेको द स्टडी अफ सोइल्स, र जियोएनेटिक्स भनेको चाहिँ द स्टडी अफ रिमोट सेन्सिङ भनेर बुझ्छौँ। अनुवांशिक विज्ञानका पिता भनेर कसलाई चिनिन्छ? ग्रेगर जोन मेन्डललाई चिनिन्छ, मेन्डल भनेर नाम आउने गर्छ। फादर अफ जेनेटिक्स भनेर कसलाई चिनिन्छ? जोन मेन्डललाई चिनिन्छ। विद्युतका पिता भनेर कसलाई चिनिन्छ? माइकल फराडेलाई चिनिन्छ। विद्युतका पिता को हुन्? माइकल फराडे हुन्। टेलिभिजनका पिता जेएल वेयर्ड, कम्प्युटरका पिता चार्ल्स बेबेज, प्रयोगात्मक विज्ञानका पिता भनेको आर्किमिडीज, फादर अफ माइक्रोबायोलोजी लुइज पास्चर, गणितका पिता आर्किमिडीज, यिनलाई चाहिँ ज्यामितीय राक्षस पनि भनिन्छ। अब अर्को एउटा जोडा मिलाउने प्रश्न छ, यसमा चाहिँ विद्युतका पिता भनेर हामीले माइकल फराडे पढिसक्यौँ। त्यस्तै आविष्कारका पिता भनेको थोमस अल्वा एडिसन, त्यस्तै थ्योरी अफ रिलेटिभिटीको प्रतिपादक अल्बर्ट आइन्स्टाइन, अनि टेलिफोन बनाउने चाहिँ अलेक्जेन्डर ग्राहम बेल भनेर हामी पढ्छौँ। परमाणु सिद्धान्तका पिता भनेको कसलाई चिनिन्छ? जोन डाल्टनलाई चिनिन्छ। ठिक र बेठिक छुट्याउनुहोस्, यसमा चाहिँ ठिक मात्रै पढ्छौँ। महान वैज्ञानिक सर आइजाक न्युटनको जन्म बेलायतमा भएको थियो, यो ठिक हो। अनि त्यस्तै थोमस अल्वा एडिसनको आविष्कार तलका मध्ये कुन हो भनेर भनेको छ। अब यसमा एसी करेन्ट, बायोन्युक्लियर, यो एक्सप्लोसिभ भनेको दिएको छ, यो तिनटै होइन। मोसन पिक्चर क्यामेरा चाहिँ थोमस अल्वा एडिसनको आविष्कारमा पर्दछ। म्याडम क्युरी र पियरे क्युरीले सन् 1898 के पत्ता लगाएका थिए भनेर सोधेको छ? पोलिनियम एन्ड रेडियम पत्ता लगाएका थिए। विज्ञानका 2वटा क्षेत्रमा नोबेल पुरस्कार प्राप्त गर्ने को हुन् भनेर सोधेको छ? विज्ञानका 2टै क्षेत्रमा नोबेल पुरस्कार प्राप्त गर्ने म्याडम म्यारी क्युरी नै हुन्। प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइनका सम्बन्धमा निम्न भनाइहरू विचार गर्नुहोस् भनेर भनेको छ। भनाइहरूमा सही भनाइ, उनले 1921 मा नोबेल पुरस्कार प्राप्त गरेका थिए, ठिक छ। उनको निधन अमेरिकामा भएको थियो, ठिक छ। अनि त्यस्तै अल्बर्ट आइन्स्टाइनलाई तलका मध्ये कुन आविष्कारले सन् 1921 मा भौतिक शास्त्रको नोबेल पुरस्कार जितायो त? द फोटो इलेक्ट्रिक इफेक्ट भन्ने उनको के भन्छ आविष्कारले चाहिँ, द फोटो इलेक्ट्रिक इफेक्ट भन्ने आविष्कारले चाहिँ उनलाई नोबेल पुरस्कार दियो। अल्बर्ट आइन्स्टाइन केसँग बढी सम्बन्धित छन्? अल्बर्ट आइन्स्टाइन सापेक्षतावादको सिद्धान्तसँग सम्बन्धित छन्। प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइनका सम्बन्धमा तलका भनाइ विचार गर्नुहोस्। यसमा सन् 1921 मा नोबेल पुरस्कार पाएका थिए। मृत्यु संयुक्त राज्य अमेरिकामा भएको थियो। प्रश्न रिपिट भयो। विश्व दूरसञ्चार दिवस कहिले मनाइन्छ? मे 17 मा मनाइन्छ। हात्ती पाइलेको कुन लामखुट्टेको टोकाइले लाग्छ? क्युलेकस है। हात्ती पाइले क्युलेकसले लाग्दछ। एस्कोर्बिक एसिडलाई सामान्य भाषामा के भनिन्छ? एस्कोर्बिक एसिडलाई चाहिँ भिटामिन सी भनिन्छ। नेपालमा चिकित्सकहरूलाई मान्यता प्रदान गर्ने आधिकारिक निकाय चाहिँ नेपाल मेडिकल काउन्सिल एनएमसी भनेर हामीलाई थाहा छ। कुन फलमा पोटासियमको मात्रा सबैभन्दा धेरै हुन्छ? केरामा हुन्छ। कुन जनावरको दुधमा अधिकतम चिल्लोपना हुन्छ? भैँसीको दुधमा हुन्छ। जीव विज्ञानका पिता भनेको कसलाई चिनिन्छ? एरिस्टोटललाई चिनिन्छ। मानव शरीरमा पाइने सबैभन्दा कडा पदार्थ इनामेल हो। पानीको घनत्व कति तापक्रममा अधिकतम हुन्छ? 4 डिग्री सेन्टिग्रेडमा। अमिलो जातको फलफुलमा कुन भिटामिन पाइन्छ? भिटामिन सी पाइन्छ।
पानीको अणुको आकार कस्तो हुन्छ त? अंग्रेजी अक्षर भी जस्तो हुन्छ। सोडा पानी बनाउन कुन ग्यास प्रयोग हुन्छ? कार्बन डाइअक्साइड प्रयोग हुन्छ। एक्सरे को आविष्कारक को हुन्? विल्हेम कोनार्ड रोएन्टजन भन्ने मान्छे हुन्। अन्धान्धीहरूले पढ्ने गरेको बेल लिपिको आविष्कार कसले गरेको हो? लुइस ब्रेलले गरेको हो। सबैभन्दा तातो ग्रह कुन हो? शुक्र ग्रह हो। दम रोगले शरीरको कुन भागलाई असर पार्छ? फोक्सोलाई असर पार्छ। प्राकृतिक रूपमै तीनवटै अवस्था ठोस, तरल र ग्यास अवस्थामा पाइने तरल पदार्थ पानी। कुन तत्वको आफ्नो विशुद्ध अवस्थामा हाम्रो हातमा राख्न खतरापूर्ण हुन्छ? यसमा रेडियम दिएको छ, लिथियम दिएको छ, कार्बन दिएको छ, सोडियम दिएको छ। यसमा सोडियम चाहिँ हो। त्यस्तै विज्ञान तथा प्रविधि नीति मध्ये तलका मध्ये कुन हो? विज्ञान तथा प्रविधि नीति तलको मध्ये कुन हो? विज्ञान प्रविधि नीति 2061। मानव शरीरमा हुने सबैभन्दा लामो हाडलाई के भनिन्छ? फ्युमर। यो चित्तिग्राको हाड हो, पछाडिको ढाडको हाड होइन है। क्यान्सर रोग सजिलै पत्ता लगाउन प्रयोग गर्ने उपकरणलाई इम्टेक भनिन्छ। ब्राजिलका वैज्ञानिकले पत्ता लगाएको एचआईभी एड्स विरुद्धको खोपलाई चाहिँ एचआईभी R18 भनेर नामाङ्करण गरेको छ। कुन देशका वैज्ञानिकले सन् 2013 अगस्त 4 मा किनानदाङ पोतोङ नाम दिएको सुक्खा स्थानमा पनि राम्रो बाली दिन सक्ने र गहिराईसम्म जग्गा पुग्ने धानको प्रजातिको धान विकास गरेका छन्? यो भनेको जापानका वैज्ञानिकले। आईबीएम इन्टरनेशनल बिजनेस मेसिन निर्माण गर्ने 12 वैज्ञानिकलाई दिएको विशेष नाम के हो? दि डर्टी डोर्जन भनेर नाम दिएको छ, द डर्टी डोर्जन। नेपाल सरकारको 2069 मङ्सिर 8 को निर्णय अनुसार कुन दिनलाई राष्ट्रिय विज्ञान दिवसको रूपमा मनाइने भएको छ? असोज 1 लाई। पुस्तकदेखि डराउने रोगलाई बिब्लियोफोबिया भनिन्छ। सोडियम कार्बोनेटको नाम लुगा धुने साबुन हो। ध्वनिको तरङ्ग डेसिबल एकाइमा नापिन्छ। मानव उपभोगको लागि प्रयोग गरिने माछा पालनलाई एक्वाकल्चर भनिन्छ। कुन तत्त्वको मिश्रणबाट वाटर ग्यास बन्दछ? कार्बन मोनोअक्साइडको। वायुमण्डलीय आर्द्रता मापन गर्न प्रयोग गरिने यन्त्र कुन हो? हाइग्रोमिटर। इन्टरनेटमा वेबसाइटको आविष्कार गर्ने टिम बर्नसली कहाँका व्यक्ति हुन्? बेलायतका। आगो निभाउनका लागि कुन ग्यास प्रयोग गरिन्छ? कार्बन डाइअक्साइड। आमाको दुधमा कति प्रतिशत आउन्स कति क्यालोरी हुन्छ? आमाको दुधमा प्रति आउन्स कति क्यालोरी हुन्छ? 20 क्यालोरी हुन्छ। नेपाल सरकारले असोज 1 का दिन मनाएको राष्ट्रिय विज्ञान दिवस 2079 को नारा के रहेको थियो? विज्ञान र प्रविधिमा लगानीको विस्तार, समुन्नति र समृद्धिको आधार। यसमा विस्तार र आधार याद गर्ने। नेपाल विज्ञान र प्रविधिमा लगानीको विस्तार, समुन्नति र समृद्धिको आधार। प्रकाशको गति मापन गर्ने यन्त्रलाई फोटोमिटर भनिन्छ। विद्युतीय चिममा कुन ग्यास पाइन्छ? नाइट्रोजन ग्यास पाइन्छ। कुन धातुको चुम्बक सबैभन्दा बढी बलियो हुन्छ? फलामको बलियो हुन्छ। राइट ब्रदर्सले पहिलो प्लेन कहिले उडाउन सफल भयो? 1903 डिसेम्बर 17, 1903 डिसेम्बर 17, 1903 12 17। शक्ति नापिने इकाइलाई के भनिन्छ? जूल भनिन्छ। विश्वमा सबैभन्दा बढी टेलिफोन प्रयोग हुने देश स्विडेन हो। कोइलाबाट तेल उत्पादन गर्ने प्रविधिलाई के भनिन्छ? हाइड्रोजिनेसन भनिन्छ। फाइलारेसिस रोगले, यो फाइलेरिया हान्छ नि, फाइलारेसिस रोगले शरीरको कुन अङ्गलाई बढी असर गर्छ? खुट्टालाई। क्वान्टम थ्योरीका प्रतिपादक को हुन्? म्याक्स प्लेङ्क। चट्टान कति किसिमका हुन्छन्? 3 किसिमका। फलफुल पकाउनका लागि प्रयोग गरिने ग्यास कुन हो? इथेन। आइरन अक्साइडलाई सामान्य भाषामा के भनिन्छ? खिया भनिन्छ। खिया लाग्छ नि फलाममा। चीनले पहिलो पटक कहिले अन्तरिक्षमा मानव पुर्याएको थियो? सन् 2003 मा। आधुनिक खगोल विज्ञानका पिता भनेर कसलाई चिनिन्छ? ग्यालिलियो ग्यालिलीलाई चिनिन्छ। केटी देख्दा बिरामी हुने वैज्ञानिक, केटी देख्दा बिरामी हुने वैज्ञानिक हेनरी क्याभेन्डिस हुन्। यसलाई चाहिँ केमिकल यसको पिता पनि भनिन्छ, केमिस्ट्रीको पिता पनि भनिन्छ। महान भौतिक शास्त्री स्टेफन हकिन्स कुन देशका नागरिक हुन्? बेलायतका। प्रख्यात वैज्ञानिक स्टेफन हकिङले कुन क्षेत्रमा योगदान पुर्याएका थिए? क्वान्टम ग्राभिटी र क्वान्टम मेकानिक्स। क्वान्टम ग्राभिटी र क्वान्टम मेकानिक्समा। अब यसमा देहायका कथन अध्ययन गरी सही विकल्प छनौट गर्नुहोस्। भौतिक शास्त्री स्टेफन हकिङको जन्म जनवरी 1942 मा इङ्ल्यान्डमा भएको हो। यिनको बहुचर्चित पुस्तकको नाम ब्रिफ हिस्ट्री अफ टाइम हो। यिनलाई अमेरिकाले प्रेसिडेन्सियल मेडल अफ फ्रिडमले सम्मान गरेको छ। उनी मोटो रोगबाट पीडित थिए। अब यसमा स्टेफन विलियम हकिन्स विश्वका महान भौतिक शास्त्री हुन्। यो ठिक छ। हेमान स्टर्गिरलाई फादर अफ ट्याक्सोनोमी भन्छ। यसको अब सम्बन्धमा माथि केही लेखेकै छैन, त्यस कारणले हामीले यो भनाइअनुसार चाहिँ यो गलत भयो। विश्व प्रख्यात भौतिक शास्त्री स्टेफन हकिङको निधन कहिले भएको थियो? 14 मार्च 2018 मा भएको थियो। 18-14 हेर्नु है। जोडा मिलाई सही उत्तर छान्नुहोस्। आर्किमिडिज भनेको स्पाइरल, ग्यालिलियो ग्यालिली द स्ट्यारी मेसेन्जर, अनि आइजाक न्युटन प्रिन्सिपिया। अर्को, सर्वप्रथम सूर्य र चन्द्रमाको व्यास नाप्ने तरिका पत्ता लगाउने वैज्ञानिक को थिए भनेर सोधेको छ। यो पत्ता लगाउने वैज्ञानिक आर्किमिडिज थिए। तलका मध्ये कुन पदार्थको आविष्कार अल्फ्रेड बर्नहार्ड नोबेल हुन्? भनेको डाइनामाइटको आविष्कारक हुन्। अल्फ्रेड बर्नहार्ड नोबेल भनेको डाइनामाइटको आविष्कारक हुन्। विल्हेम कोनार्ड
विल्हेम कोनार्ड रोइङटेनको आविष्कार तलका मध्ये कुन हो? विल्हेम WILHELM विल्हेम भनेर आयो भने एक्सरेका निर्माणक हुन्। रेडियोको आविष्कार कसले गरिएको हो? गुम्लिलो मार्कोनी, यो मार्कोनी भनेर याद राख्ने। क्याल्कुलेटरको आविष्कार पास्कल। हेलिकप्टरको आविष्कार ब्रेकवेट, यो हवाई जहाज होइन है, हेलिकप्टरको आविष्कार चाहिँ ब्रेकवेटले गरेका थिए। डाइनामाइटको आविष्कार अल्फ्रेड नोबेल भन्ने मान्छेले गरेका थिए। त्यसै गरी डिजेल इन्जिनका आविष्कारक रुडोल्फ डिजेल। पेन्डुलमको आविष्कार कसले गरेका हुन्? ग्यालिलियो ग्यालिली। टेलिफोनका आविष्कारक अलेक्जेन्डर ग्राहम बेल। टुक्रोमा शरीरको कुन अङ्गमा लाग्ने रोगसँग सम्बन्धित छ? ट्रकोमा भनेको आँखामा लाग्छ। अमेरिकन रेकर्ड संस्थाले जनाए अनुसार नेपालकै कुन योग गुरुले नटराजासन र नागालव पश्चिमोत्तानमा 6 मिनटसम्म योग गरेर विश्व कीर्तिमान राखेका थिए? प्रमिला देउजा भन्ने योग गुरुले। औद्योगिक क्रान्तिको समयमा आविष्कार गरेको सुरक्षावृत्ति सेफ्टी ल्याम्पका आविष्कारक को थिए त? हम्फ्री डेभी थिए। विश्वको पहिलो कम्प्युटर सन् 1946 मा निर्मित ENIAC कम्प्युटर हो। 1946 मा निर्मित ENIAC कम्प्युटर हो। अमेरिकी कानुन अन्तर्गत पेटेन्ट दर्ता गर्ने प्रथम व्यक्ति भोल्टा थिए र उनले किल्ला काँटी बनाउने मेसिनको पेटेन्ट दर्ता गरेका थिए। तलका मध्ये कुन भनाइ गलत छ? गलत पर्दैन, सही पर्छौं। ग्यालिलियोको जन्म 1564 फेब्रुअरी 15 मा इटलीको पिसामा भएको थियो, ठीक छ। अल्बर्ट आइन्स्टाइनको जन्म 1879 मार्च 14 मा जर्मनीको उल्म सहरमा भएको थियो, ठीक छ। आर्किमिडिजको जन्म ईसापूर्व 287 मा फेब्रुअरीमा ग्रिसको सिलिलीमा भएको थियो, यो पनि ठीक छ। वैज्ञानिकद्वारा गरेका आविष्कारको आधारमा जोडा मिलाउनुहोस् भनेको छ। यसमा चाहिँ हाइड्रोजन तत्त्व भनेको हेनरी केभेन्डिसले बनाए। अनि परमाणु यो के भन्छ पेरियोडिक टेबल भनेको इभेनोभिच मेन्डफिल्ड भन्नेले बनाए। अनि त्यस्तै परमाणुमा इलेक्ट्रोन र प्रोटोनको अस्तित्व रहेको विचार राख्ने मान्छे चाहिँ थोम्सन भन्ने मान्छे थिए भने अणुभित्र इलेक्ट्रोन र प्रोटोन र न्युट्रोन हुने सिद्ध गर्ने व्यक्ति चाहिँ जोन डाल्टन थिए। अब यो जेनेसियोलोजी भन्नाले के बुझिन्छ? जेनेसियोलोजी भन्नाले मानव जातिको पिढी वंशको बारेमा अध्ययन गरिने विज्ञानलाई जेनेसियोलोजी भनिन्छ। ब्लास्ट फ्रोजेन केसँग सम्बन्धित छ? ब्लास्ट फ्रोजेन मासु प्रशोधन गर्ने प्रविधिसँग सम्बन्धित छ। जेम्स वाटले वापबाट चल्ने मेसिन स्टिम इन्जिनको आविष्कार गरे, तर कहिले गरेका थिए त? सन् 1765 मा गरेका थिए। ऊर्जाको रूपमा प्रयोग हुने ग्यास एलपीजी को पूरा रूप के हुन्छ? लिक्विफाइड पेट्रोलियम ग्यास हुन्छ। लिक्विफाइड पेट्रोलियम ग्यास। योसँगै हामीले 100 वटा क्वेसन सकेका छौं। 101 मा हामी छौं। एलसीडी को पूर्ण रूप लिक्विड क्रिस्टल डिस्प्ले भयो। डीवीडी को पूर्ण रूप के हो? डिजिटल भर्सटाइल डिस्क हो। वाइफाईबाट बल्न सक्ने लाइफाई नाम दिएको विद्युतीय चिमको आविष्कार कहाँका वैज्ञानिकले गरेका हुन्? चीनको वैज्ञानिकले गरेका हुन्। विश्वमा सर्वप्रथम 1816 मा 2 पाङ्ग्रे मोटरसाइकलको निर्माण कहाँ भएको थियो? जर्मनीमा भएको थियो। देहायका स्वास्थ्यसँग सम्बन्धित विषयको पूरा रूप फुल फर्म सम्बन्धी भिनाइ कुन ठीक छ भनेर भनेको छ। यसमा ठीक भएको भनाइ हामी लेख्छौं। यसमा ठीक भएको भनाइ आईसीयू भनेको इन्टेन्सिभ केयर युनिट ठीक छ। सीएमए भनेको कम्युनिटी मेडिकल एसिस्टेन्ट ठीक छ। एचआईभी भनेको ह्युमन इम्युनो डेफिसियन्सी भाइरस, यो पनि ठीक छ भनेको सबै ठीक छ। विश्वमा सर्वप्रथम कहिले राइट दाजुभाइले हवाई जहाज उडाएका थिए? सन् 1905 अक्टोबर 4। 1905 अक्टोबर 4 मा। अवशेष फोसिल्सको अध्ययन गर्ने विज्ञान कुन हो भनेको यो प्यालिन्टियोलोजीलाई भनिन्छ। प्यालिन्टियोलोजीले चाहिँ अवशेषको सम्बन्धमा फोसिलको सम्बन्धमा अध्ययन गर्छ। समुद्रको गहिराई प्रयोग हुने फेदम एकाइ अन्तर्गत एक फेदमा कति मिटर हुन्छ? एक फेदमा 6 फिट हुन्छ। एक फेदमा कति फिट हुन्छ? 6 फिट हुन्छ। दुर्घटनाग्रस्त हवाई जहाजको बारेमा सत्य तथ्य पत्ता लगाउनको लागि दुर्घटनापछि दुर्घटनाका रेकर्डहरू सुरक्षित साथ रेकर्ड राख्ने ब्ल्याक बक्सको रङ कलर चाहिँ कस्तो हुन्छ? पहेँलो कलरको हुन्छ। त्यसैले त देखिन्छ कालो खरानी सरानी जेमा पनि देखिन्छ। हेलियोथेरापी भन्नाले के बुझिन्छ? हेलियोथेरापी भनेको सूर्यको प्रकाशको सहायताले उपचार गर्ने प्रविधिलाई भनिन्छ। प्राणीको जिनमा क्रोमोजोम हुने कुराको तथ्य पत्ता लगाउने वैज्ञानिक को हुन्? यो डाक्टर हरगोविन्द खुराना भन्ने मान्छे हुन्। सर्वप्रथम क्लोनिङ गरी डली नाम गरेको भेडा कहिले जन्माइएको थियो? सन् 1997 मा जन्माइएको थियो। डीएनए रिकम्बिनेसन प्रविधिमा आधारित पहिलो टेस्ट ट्युब बेबी लुइस ब्राउन हो, जसको जन्म कहिले भएको थियो भनेर सोधेको छ। यसको जन्म चाहिँ 1987 जुलाई 25 मा भएको थियो। र फेरि जोडा मिलाउन आयो। क्यामेरा भनेको जोसेफ नियसी। इन्सुलिन भनेको रफ बेटिङ।
सिलाइ मेसिन भनेको एलियास होबे अनि चियापत्ती भनेको थोमस सुलिभ्यान। सजिलै नष्ट हुने वा गलेर जाने प्लास्टिकलाई के भनिन्छ? बिपोल भनिन्छ। BIPOL बिपोल भनिन्छ। वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले प्रतिपादन गरेको सापेक्षतावादको सिद्धान्त सम्बन्धी नेपाली पुस्तक कसले लेखेका हुन्? अब अल्बर्ट आइन्स्टाइनको पुस्तकलाई नेपाली ट्रान्सलेट गरेर पूर्णबहादुर एमएले लेखेका हुन्। 10 माइक्रो मिलिग्राम भन्दा साना आँखाले देख्न नसकिने धुलोका कणलाई संकेत गर्ने PM10 को राष्ट्रिय मापदण्ड कति हो? 145 मिलिग्राम। अन्तरिक्षमा पहिलो पटक पठाइएका मानव युरी गागरिनलाई पठाउने रुसले कुन अन्तरिक्ष यानबाट पठाइएको थियो? भोस्तोक 1 भन्ने अन्तरिक्ष यानबाट पठाएको थियो। अन्तरिक्षमा पुग्ने विश्वकै पहिलो मानव रुसका युरी गागरिन कहिले अन्तरिक्षमा गएका थिए? 1961 12 अप्रेलमा गएका थिए। रेफ्रिजरेटरको आविष्कार कसले गरेका हुन्? यो जेम्स ह्यारिसनले गरेका हुन्। नेपालमा DNA परीक्षण गरिएको पहिलो वनस्पति कुन हो? चिराइतो हो। सूचना प्रविधिमा ILM को पूर्ण रूप के हुन्छ? इन्फर्मेसन लाइफ साइकल म्यानेजमेन्ट हुन्छ। सूर्यको किरणबाट उपचार गरिने पद्धतिलाई के भनिन्छ? हेलियोथेरापी। अघि पढिसकेका छौँ। वनस्पतिको गति सम्बन्धी सिद्धान्त कसले पत्ता लगाएका थिए? जगदीश चन्द्र बोस। वनस्पति जगदीश चन्द्र बोस। नेपालमा कुन दिन जैविक विविधता दिवस मनाइन्छ? मे 22 मा मनाइन्छ। रातो रिबनबाट बनाइएको घोप्टो चाड के को संकेत हो? सबैलाई थाहा छ। माफ गर्नुहोला, HIV/AIDS को संकेत हो। सेप्टेम्बर महिनाको अन्तिम आइतबार मनाइने गरेको विश्व मुटु दिवस सेप्टेम्बर 29 मा मनाउन थालिएको छ। अहिले कहिलेदेखि मनाउन थालिएको भनेर सोधेको छ? 1999 मा मनाउन थालिएको। मेनहाइम विश्वविद्यालयको कम्प्युटर साइन्सका प्रोफेसर हन्स म्युगको टोलीले गरेको अनुसन्धान अनुसार विश्वमै सबैभन्दा छिटो चल्ने सुपर कम्प्युटर त्योनहे 2 चीनको कम्प्युटर हो। विश्व रेबिज दिवस कहिले मनाइन्छ? सेप्टेम्बर 28 मा मनाइन्छ। मोबाइल फोनको आविष्कार कसले गर्यो? मार्टिन कुपरले गरेका हुन्। नेपालको पहिलो स्याटेलाइट टेलिभिजन कुन हो? च्यानल नेपाल हो। त्यसै गरी जोडा मिलाउनुहोस् भनेको छ। म्याडम क्युरी पोल्यान्डकी थिइन्। अट्टो हान भनेका जर्मनीका थिए। जोन डाल्टन इङ्ल्यान्डका थिए। आर्किमिडिज ग्रिसका थिए। त्यसै गरी फेरि जोडा मिलाउनु भनेको छ। रेडियो बनाउने भनेको मार्कोनी। एक्सरे बनाउने भनेको हम्फ्रे डेभी। सेफ्टी ल्याम्प बनाउने भनेको हम्फ्रे डेभी। अनि टेलिफोन बनाउने भनेको ग्राहम बेल। त्यसै गरी टेलिफोनको आविष्कार कसले गरेका हुन्? अलेक्जेन्डर ग्राहम बेलले गरेका हुन्। फेरि एउटा जोडा मिलाउने आयो। ग्यालिलियो ग्यालिलीले दूरबीन बनाए। अल्फ्रेड नोबेलले डाइनामाइट बनाए। म्याडम क्युरीले रेडियम बनाइन्। अट्टो हानले परमाणु बमको सिद्धान्त बनाए। जुन अहिलेको एउटा ओपेनहाइमर भन्ने मुभी आएको थियो त्यसमा पनि अट्टो हानलाई देखाएको छ। अट्टो हान के भन्छ, एउटा सम्झौता थियो। समूह 1 र बीच जोडा मिलाउनुहोस्। फेरि एटम बम बनाउने अट्टो हान। रेबिजको बारेमा पत्ता लगाउने पास्चर। तारविहीन टेलिग्राफ मार्कोनी। चिम बनाउने थोमस अल्वा एडिसन। फेरि अर्को जोडा मिलाउने छ। प्रिन्टिङ प्रेस जोहानेस गुटेनबर्ग। रडार पत्ता लगाउने रबर्ट वाटसन। यो दुईटा कुरा हामीले याद राख्नु पर्यो। जेनेरेटर पत्ता लगाउने को हुन्? जेनेरेटर पत्ता लगाउने माइकल फराडे हुन्। रेफ्रिजरेटर आविष्कार गर्ने वैज्ञानिक को हुन्? फ्रेड डब्ल्यू वोल्फ हुन्। रेफ्रिजरेटरमा कुन ग्यास प्रयोग गरिन्छ? एमोनिया प्रयोग गरिन्छ। विद्युतका पिता भनेर माइकल फराडेलाई चिनिन्छ। टेलिफोन बनाउने एलेक्जेन्डर ग्राहम बेल हुन्। विद्युतीय मोटर बनाउने बेन्जामिन फ्र्याङ्कलिन हुन्। रेडियो एक्टिभिटी पत्ता लगाउने हेनरी ब्रेकेल हुन्। अब यसमा सेलुलर फोनका पिता भनेर मार्टिन कुपरलाई चिनिन्छ। मोबाइल फोन सेलुलर फोन भनेर झुक्याउँछ। हाम्रो जनजीवनमा अत्याधिक प्रयोग हुने मोबाइल फोनका आविष्कारक मार्टिन कुपरलाई भनेर चिनिन्छ। मोबाइल फोनका आविष्कारक भनेर कसलाई भन्छ हामी? मार्टिन कुपरलाई भन्छौँ। हिलियम ग्यास पत्ता लगाउने रेम्जे हुन्। हेलिकप्टर बनाउने ब्रेकवेट अघि पढिसक्यौँ। लाउड स्पिकर बनाउने थर्मस अल्वा एडिसन। ब्यारोमिटर बनाउने टोरिसेली। त्यस्तै ब्लेड बनाउनेलाई जिलेट। कम्प्युटर बनाउनेलाई लुई डेगुरे। ट्रान्सफार्मर बनाउनेलाई माइकल फराडे। फोटोग्राफ बनाउनेलाई हर्मन फर्किन्स भन्छौँ। कम्प्युटरको आविष्कार गर्ने व्यक्ति चार्ल्स ब्याबेजलाई भनिन्छ। कुन विषयले DNA प्रविधिको सहायताले प्राणीको जिनको प्रत्यक्ष सञ्चालन सम्बन्धी अध्ययन गर्छ? जेनेटिक इन्जिनियरिङ। आँखा सम्बन्धी विशेषज्ञलाई ओफ्थेल्मोलोजिस्ट भनिन्छ। इफेल टावरको डिजाइनर गेस्टेम हवन हुन् भने यसलाई निर्माण गर्न लगाउने व्यक्ति अलेक्जेन्डर इफेल हुन्। कुन फ्रान्सेली वैज्ञानिकलाई बायोटेक्नोलोजी जैविक प्रविधिका पिता भनिन्छ? लुइस पास्टरलाई भनिन्छ। कुन हर्मोनको कमीको कारण मानिस बाम पुड्के हुन्छ? ग्रोथ हर्मोनको कारण। रक्त क्यान्सरको वैज्ञानिक नाम ल्युकेमिया हुन्छ।
जुन जीवाणुको कारणले कुन जीवाणुको कारणले दुध फाट्ने गर्छ? लेक्टोबेसिलस एसिडोफिलस। लेक्टोबेसिलस एसिडोफिलस। लेक्टोबेसिलस एसिडोफिलस। पेटले उत्पादन गर्ने एसिडको नाम के हो? हाइड्रोक्लोरिक एसिड। मिथेनको रासायनिक सूत्र CH4। कुन रक्तनलीमा अशुद्ध रगत बहन्छ? रेन्टल आर्टरी। क्याट बियर भन्नाले कुन स्तनधारी जनावरलाई बुझिन्छ? पाण्डा। सबैभन्दा हलुका ग्यास कुन हो? हाइड्रोजन। सूर्यका सबै रङहरूलाई एक आपसमा मिलाउँदा कुन रङ बन्छ? सेतो। मानव मुटुको औसत तौल कति हुन्छ? 300 ग्राम। मनोविज्ञानका पिता भनेर कसलाई चिनिन्छ? सिगमन्ड फ्राइड। पहिलो महिला अन्तरिक्ष यात्री भ्यालेन्टिना तेरेस्कोभा कहाँकी हुन्? रसियाकी। फादर अफ न्युक्लियर फिजिक्स भनेर अर्नेस्ट रुदरफोर्डलाई चिनिन्छ। मानव मस्तिष्कमा पानीको भाग कति हुन्छ? 70%। मानव मस्तिष्क 80%। बच्चा जन्मिँदा उसको आँखाको रङ कस्तो हुन्छ? निलो। सिसा कलमको टुप्पो सामान्यतया केबाट बनेको हुन्छ? कार्बन। तरल पदार्थको गुरुत्वाकर्षण मापन गर्न कुन यन्त्र प्रयोग गरिन्छ? हाइड्रोमिटर। रोबोटको पूरा रूप के हो? रेकर्ड बर्न इमर्जेन्सी रेडियो ट्रान्समिटर। रेकर्ड बर्न इमर्जेन्सी रेडियो ट्रान्समिटर। रेकर्ड बर्न इमर्जेन्सी रेडियो ट्रान्समिटर हो। कति बिट मिलेर 1 बाइट बन्दछ? 8 बिट मिलेर। पृथ्वी गोलो छ भने घोषणा गर्ने पहिलो व्यक्ति को हुन्? पाइथागोरस। राइफलका आविष्कारक को हुन्? मेकमिलन। वनस्पतिको तेल वा बोसोलाई सोडियम हाइड्रोक्साइडसँग तताएर तयारी गर्दा के बनाइन्छ? साबुन बनाइन्छ। टेक्सटाइल कार्पेट बनाउन प्रयोग गरिने रेसालाई के भनिन्छ? रेयोन रेसा। मललाई कति भागमा विभाजन गर्न सकिन्छ? 2 भागमा। DDT को पूरा रूप के हो? डाइक्लोरो डाइफिनाइल एन्ड ट्राइक्लोरो इथेन भनेर भनिन्छ। जैविक प्रविधि सर्वप्रथम प्रयोग गर्ने व्यक्ति को थिए? कार्ल एगली। जैविक प्रविधि कति प्रकारका हुन्छन्? 2 प्रकारका। जैविक प्रविधि शब्दको प्रयोग सर्वप्रथम कहिले भएको थियो? 1919 मा। विश्वमा सर्वप्रथम जैविक प्रविधिबाट च्याउको उत्पादन कुन देशमा भएको मानिन्छ? चाइनामा। नेपालमा जैविक प्रविधि नीति कहिले पारित भयो? 2063 असारदेखि पारित भयो। 165। बोट बिरुवाको कुनै सानो भागलाई रासायनिक माध्यमबाट सुहाउँदो वातावरणमा राखी हुर्काउने तथा बढाउने तरिकालाई के भनिन्छ? टिस्यु कल्चर भनिन्छ। नेपालमा वनस्पति विभाग अन्तर्गत टिस्यु कल्चर प्रयोगशालाको स्थापना कहिले गरियो? विक्रम सम्वत 2034 मा। दुधबाट दही, सागबाट गुन्द्रुक तथा मर्चाबाट रक्सी बनाउने पद्धतिको कुन परम्परागत पद्धतिको उदाहरण हो? जैविक प्रविधिको। कुनै प्राणी जस्तै 100% जीन संरचना भएको प्राणीको उत्पादन गर्ने प्रविधिलाई क्लोनिङ भनिन्छ। जैविक प्रविधि सम्बन्धी अवधारणा कहिलेदेखि सर्वाधिक चर्चामा आउन थाल्यो? सन् 1970 को दशकदेखि। जैविक प्रविधिमा धेरै प्रयोग हुने जीवाणु कुन हो? जैविक प्रविधिमा धेरै प्रयोग हुने जीवाणु DNA र प्रोटिन हो, दुईटै हो। जैविक प्रविधिको उपयोग देखाएको कुन क्षेत्रमा भएको छ? कृषि, इन्धन, रिकम्बिनेन्ट DNA, जेनेटिक इन्जिनियरिङ, औषधि उत्पादन एवं विधि विज्ञान र फोहोर मैला व्यवस्थापन सबैमा भएको छ। एरिस्टोटलले कुन जीवलाई पृथ्वीको आन्द्रा माटोको इन्जिनियर तथा गुणै गुणले सम्पन्न मानिसको मित्र जीवन भनेका थिए? गडेउलालाई भनेका थिए। हाल जैविक प्रविधिको प्रयोग अनुवांशिकी स्तरसम्म पुगेको छ। एक जीवमा रहेको जेनलाई अर्को जीवमा प्रत्यारोपण गर्ने विधिलाई DNA टेक्नोलोजी भनिन्छ। ब्याक्युलस ट्रुजिनिस भनेको सूक्ष्म जीवाणु जैविक विषादी हो। पशु चौपायाहरूमा कृत्रिम गर्भधारण गराउन सफलता सन् 1951 देखि मिल्यो। गोल्डन राइसको उत्पादन के को उदाहरण हो? जैविक प्रविधिको उदाहरण हो। नेपालमा टिस्यु कल्चरमा आधारित आलु विकास कार्यक्रम कहाँ सञ्चालन गरिएको छ? खुमलटारमा सञ्चालन गरिएको छ। कम्प्युटर माउसका आविष्कारक को हुन्? डगलस एन्जेलबर्ट हुन्। प्रेसर कुकरका आविष्कारक को हुन्? डेनिस प्यापिन हुन्। जोडा मिलाउन भनेको छ। टेलिभिजन भनेको JL वेयर, साइकल भनेको मेकमिलन, रेडियम भनेको म्याडम क्युरी अनि कम्प्युटर भनेको हर्मन पार्किन्स। यो कम्प्युटरमा हर्मन पार्किन भन्ने नाम पनि आउँछ। फाउन्टेन पेनका आविष्कारक वाटरमेन। निम्न वैज्ञानिकका राडारका आविष्कार कसले गरेका थिए? सर रोबर्ट अलेक्जेन्डर वाटसन वाट। सर रोबर्ट अलेक्जेन्डर वाटसन वाटले गरेका थिए। रडारको पूरा रूप के हो? रेडियो डिटेक्सन एन्ड रेन्जिङ। रेडियमका आविष्कारक को हुन्? म्याडम क्युरी, म्याडम म्यारी क्युरी पनि भनिन्छ उनलाई। माइक्रोवेभको आविष्कार कसले गरेका हुन्? पर्सी स्पेन्सर। महिला आविष्कार भएदेखि पछि आविष्कार भएका वर्षका आधारमा क्रम मिलाउँदा निम्न आविष्कारको क्रम पहिलादेखि पछि कुन कुन कुरा सुरुमा आविष्कार भयो त? सबभन्दा पहिला सलाई आयो, अनि सलाई आइसकेपछि आगो बल्यो, आगो बलिसकेपछि अब सलाई आएपछि चाहिँ तपाईँको दोस्रो नम्बरमा मान्छेले रेडियो सुने, तेस्रो नम्बरमा टिभी हेरे, अनि चौथो नम्बरमा हवाई जहाजमा चढेर उडे। अब यो जोडा मिलाउन भनेको छ। ध्वनिको तीव्रता नाप्ने डाक्टर पाउल जोल। भूकम्प जोसेफ असिपडिन। विद्युतीय शक्ति विल्हेम सिफार्ड।
अनि विद्युतको पोटेन्सियल नाप्ने कुरा पत्ता लगाउने चाहिँ रुडोल्फ डिजेल भन्ने मान्छे थिए। वैज्ञानिक र वैज्ञानिकसँग सम्बन्धित हम्फ्री डेभी भन्ने मान्छेले सेफ्टी ल्याम्प बनाए। हेनरी ब्याक्युरेल भन्नेले रेडियो एक्टिभिटी पत्ता लगाए। रोनाल्ड रोस भन्नेले ट्रान्समिसन अफ मलेरियल प्यारासाइटिस बाई मस्क्युटोज भन्ने पत्ता लगाए। गुलिमियो मार्कोनीले रेडियो पत्ता लगाए। मार्कोनी भन्ने मान्छेको नाम आइसकेको छ। त्यसै गरी एनालिटिकल इन्जिनियरिङ तलका मध्ये कोसँग सम्बन्धित छ? चार्ल्स ब्याबेजसँग सम्बन्धित छ। राष्ट्रिय आविष्कार केन्द्रका अभियानकर्ता को हुन्? महावीर पुन हुन्। राष्ट्रिय आविष्कार केन्द्रले गरेको आविष्कार कुन हो? मेडिसिन एन्ड फुड डेलिभरी रोबोट। निर्वाचनमा प्रयोग हुने ई भोटिङ मेसिन बनाउने नेपाली युवा वैज्ञानिक दाजुभाइ राम रिमाल र लक्ष्मण रिमाल। राम लक्ष्मण हुन्। घनत्वको सिद्धान्तका प्रतिपादक को हुन्? आर्किमिडिज हुन्। ल अफ हेरिडिटीका प्रतिपादक को थिए? रोबर्ट कोच थिए। केमिकल इभोल्युसन अफ लाइफ सिद्धान्तका प्रकाशक प्रतिपादक को थिए? लुइस पास्चर। ब्ल्याक होल सिद्धान्तका प्रतिपादक को थिए? स्टेफन हकिङ। त्यसै गरी प्रत्येक क्रियामा जहिले पनि बराबर तर विपरीत प्रतिक्रिया हुन्छ भन्ने न्युटनको गतिको कुन चाहिँ नियम हो? तेस्रो नियम। प्रत्येक क्रियामा जहिले पनि बराबर तर विपरीत प्रतिक्रिया हुन्छ भनेको कुन नियम रहेछ त? तेस्रो नियम रहेछ। हावाको अवरोध नहुँदा साना ठुला सबै वस्तु समान गतिमा पृथ्वीको सतहमा खस्छन् भनी प्रमाणित गर्ने वैज्ञानिक को हुन्? सर आइजाक न्युटन हुन्। खाना पकाउने गोबर ग्यासमा कुन ग्यास हुन्छ? मिथेन ग्यास हुन्छ। कार्य वा शक्तिको मापन गर्ने एकाइ एसआई युनिट के भनिन्छ? यसलाई जुल भनिन्छ। कार्य वा शक्तिको मापन गर्ने एकाइ एसआई युनिटलाई के भनिन्छ? जुल भनिन्छ। ड्याक्टोलोग्राम भनेको चाहिँ औलाको छापसँग सम्बन्धित छ। थ्योरी अफ एक्सप्लोडिङ ब्ल्याक होल्स ड्रिव अपन बोथ रिलेटिभिटी थ्योरी एन्ड क्वान्टम मेकानिक्सको लागि प्रख्यात को हो? यो स्टेफन हकिङ हुन्। हवाईजहाज उडाउँदा प्रयोग हुने ग्यासको नाम के हो? हिलियम हो। टाढा गएको वस्तुलाई स्पष्ट गरी हेर्नका लागि आविष्कार गरिएको यन्त्र देखाएका मध्ये कुन हो? टेलिस्कोप हो। ध्वनिको तीव्रता नाप्ने एकाइ कुन हो? डेसिबल हो। एटोमिक थ्योरी पत्ता लगाउने जोन डाल्टन। ल अफ मोसन पत्ता लगाउने आइजाक न्युटन। क्वान्टम थ्योरी म्याक्स प्ल्याङ्क। थ्योरी अफ रिलेटिभिटी अल्बर्ट आइन्स्टाइन। यो याद राख्नु पर्यो। अब यसमा चाहिँ नटासिने पकाउने भाँडाहरूमा टेलफनले लेपन गरिएको हुन्छ। यो कुरा याद राख्नु पर्यो। आजसम्म कतिवटा आधारभूत इकाइहरू प्रयोगमा आएका छन्? 7 वटा। आणविक बम बनाउन मुख्यतः कुन तत्त्व प्रयोग गरिन्छ? युरेनियम। साबुन उत्पादन गर्ने प्रक्रियालाई के भनिन्छ? सापोनिफिकेसन भनिन्छ। SAPONIFACITION। जुनकीको पुच्छर कुन तत्त्वको कारणले बल्ने गर्दछ? लुसिफेरन। द डिसेन्ट अफ म्यान नामक पुस्तकका कुन वैज्ञानिकले लेखेका हुन्? चार्ल्स डार्विन। द युनिभर्स अफ नटसेल का लेखक को हुन्? विलियम हकिन्स। निम्नमध्ये कुन घरेलु इन्धन एलपिजी को रूपमा प्रयोग गरिन्छ? ब्युटेन। सिमेन्टको मुख्य कच्चा पदार्थ कुन हो? चुनढुङ्गा। सेरामिक्स देहायको कुन कार्यमा उपयोग हुन्छ? नक्कली दाँत बनाउन। पोटासियम नाइट्रेट तलका मध्ये केमा प्रयोग हुन्छ? रासायनिक मल बनाउन। विश्वको सबैभन्दा ठुलो भूमिगत आणविक प्रयोगशाला कुन हो? द लार्ज हेर्डन कोलिडर। इलेक्ट्रिक भेहिकलमा कुन ब्याट्रीको प्रयोग हुन्छ? लिथियम ब्याट्री। देहायका उपकरणहरूले मापन गर्ने सम्बन्धमा कुन भनाइ सही छ? एउटा मात्रै सही छ। एम्पियर्समा विद्युतीय धारा नाप्ने यन्त्र एमिटर हो। एम्पियर्समा विद्युतीय धारा नाप्ने यन्त्र एमिटर हो। मोबाइल फोनमा प्रयोग हुने सिम कार्डमा सिमको पूर्ण रूप के हो? सिमको पूर्ण रूप सब्सक्राइबर्स आइडेन्टिटी मोडल हो। सञ्चारको क्षेत्रमा एडिएसएलको पूरा रूप के हो? एसिमेट्रिक डिजिटल सब्सक्राइबर लाइन हो। इन्फर्मेसन सुपर हाइवे ब्रोडब्यान्ड नेटवर्क केसँग सम्बन्धित छ? सूचना सञ्जालसँग सम्बन्धित छ। सिडिएमए को पूरा रूप के हो? कोड डिभिजन मल्टिपल एक्सेस हो। नेपाल टेलिकमले सिडिएमए प्रविधि टेलिफोन सेवा कहिलेदेखि सुरु गर्यो? विक्रम सम्वत 2062 देखि। विश्वमा सर्वप्रथम टेलिभिजन आविष्कार कहिले भएको हो? 1930 मा। सन् 1930 मा। नेपालमा इन्टरनेट सेवाको सुरुवात कहिलेदेखि भएको हो? सन् 1994 देखि। अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ ITU को प्रधान कार्यालय कहाँ रहेको छ? जेनेभामा। नेपालमा सर्वप्रथम टेलिफोनको सुरुवात कहिले भएको हो? विक्रम सम्वत 1980 मा। काठमाडौँको बलम्बुमा भूउपग्रह केन्द्रको स्थापना भयो कहिले भएको हो? विक्रम सम्वत 2039 मा। नेपालमा एसटिडी सेवाको सुरुवात कहिलेदेखि भएको हो? विक्रम सम्वत 2042 मा। नेपालमा ISTD इन्टरनेसनल एसटिडी सेवाको सुरुवात कहिलेदेखि भएको हो? विक्रम सम्वत 2044 सालदेखि। विश्वको पहिलो सञ्चार उपग्रह कम्युनिकेसन सेटेलाइट कुन हो? अर्ली बर्ड। नेपालमा पहिलोपटक सूचना प्रविधि विषयमा स्नातक तहको पढाइ सुरु गर्ने विश्वविद्यालय कुन हो? काठमाडौँ विश्वविद्यालय। अप्टिकल फाइबर केसँग सम्बन्धित छ? अप्टिकल फाइबर दूरसञ्चार र भूउपग्रहसँग सम्बन्धित छ। भारत सरकारको सहयोगमा निर्माण हुने नेपालको पूर्व पश्चिम अप्टिकल फाइबर परियोजना कहिले उद्घाटन गरियो? विक्रम सम्वत 2062 पौष 25 गते उद्घाटन गरियो।
CPU को पुरारूप के हो? सेन्ट्रल प्रोसेसिङ युनिट। भू उपग्रहबाट पहिलो पटक टेलिफोन सञ्चालन भएको जिल्ला कुन हो? मुस्ताङ। अल इन्डिया रेडियोको पहिलो उद्घोषक को भएका थिए? भीमबहादुर खड्का। नेपाली भाषामा इन्टरनेट पोर्टल निर्माण गरी नेपाली भाषामा इन्टरनेट हेर्न सकिने प्रविधि निर्माण गर्ने व्यक्ति को हुन्? रामशरण खकुरेल। एटिएम को पुरारूप अटोमेटेड टेलर मेसिन। गोर्खापत्र कहिलेदेखि अर्ध साप्ताहिक रूपमा प्रकाशित हुन थालेको हो? विक्रम 2000 देखि आश्विनदेखि। निम्नलिखित मध्ये कुन चाहिँ श्रव्य दृश्य सामग्री हो? टेलिभिजन। डिभिडी रोम DVDROM रोम डिस्कले सञ्चित गर्न सक्ने विवरण 4.7 देखि 60 GB सम्म। सगरमाथा एफएम को संलग्न सगरमाथा एफएम कसको संलग्नतामा खुलेको हो? नेपाल वातावरण पत्रकार समूह। सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा प्रयोग हुने GPRS शब्दको पुरारूप के हुन्छ? जेनरल प्याकेट रेडियो सर्भिस। जेनरल प्याकेट रेडियो सर्भिस हुन्छ। कम्प्युटर आदिमा पावर ब्याकअपको काम गर्ने UPS को पुरारूप के हुन्छ? अनइन्टरप्युटेबल पावर सप्लाई। अनइन्टरप्युटेबल पावर सप्लाई। BBC नेपाली सेवाले कहिलेदेखि आफ्नो सर्टवेभ फ्रिक्वेन्सी बन्द गरेको थियो? विक्रम 2067 चैत्र 13 देखि। DTH प्रविधि मार्फत कान्तिपुर टेलिभिजनको प्रसारण अमेरिकामा कहिलेदेखि सुरु भयो? 2067 8 महिना 1 गतेदेखि। नेपालमा मोबाइल सेवा कहिलेदेखि सुरु भयो? विक्रम 2056। नेपालको पहिलो इन्टरनेट प्रयोग गर्ने FM कुन हो? HBC FM। नेपालमा प्रयोग गरेको पहिलो कम्प्युटर कुन हो? IBM। वर्तमान सूचना तथा सञ्चार प्रविधि नीति कहिले जारी भएको? 2072। पनडुब्बीमा बसेर पानी बाहिरको दृश्य देख्न सकिने यन्त्र कुन हो? टेलिस्कोप। नेपालमा राष्ट्रिय कम्प्युटर केन्द्रको स्थापना कहिले भयो? 1974। विक्रम सन् 1974। सूचना तथा सञ्चार प्रविधि नीति 2072 कार्यान्वयन गर्ने प्रमुख जिम्मेवार निकाय कुन हो? सूचना तथा सञ्चार मन्त्रालय। कम्प्युटरमा 1 मेगाबाइट भित्र कति किलोबाइट हुन्छ? 1024 किलोबाइट हुन्छ। कम्प्युटरमा 1 गिगाबाइट भित्र कति मेगाबाइट हुन्छ? 1024 मेगाबाइट हुन्छ। सूचनाको प्रविधिको छोटकरी रूप के हो? IT हो। फोटो खिची केमिकल्सद्वारा साफ गरी सही चित्र निकाल्ने यन्त्र कुन हो? फोटो क्यामेरा हो। सूचना प्रविधिको क्षेत्रमा कहिलेबाट अभूतपूर्व विकास भयो? सन् 1990 को दशकबाट। टाढाको वस्तु उच्चतम तापक्रम नाप्ने टाढाको वस्तुको उच्चतम तापक्रम नाप्ने यन्त्र कुन हो? पाइरोमिटर हो। दुई वस्तुबीचको कोणीय दूरी नाप्ने एकाइ सेक्सटेन्ट हो भने जहाजको गति र दिशा सम्बन्धी जानकारी दिने यन्त्र कुन हो? रडार हो। देहायका मध्ये यन्त्र उपकरण सम्बन्धी कुन भनाइ ठिक छ भनेको छ? सबै ठिक छ। सूर्यलाई हेर्न सकिने यन्त्र हेलिस्कोप छ, ठिक छ। मुटु र फोक्सोको आवाज सुन्ने यन्त्र स्टेथोस्कोप, यो पनि ठिक छ। टाढाको वस्तु प्रष्टसँग हेर्न प्रयोग गर्ने यन्त्र टेलिस्कोप, यो पनि ठिक छ। हवाईजहाजको उडानको तथ्याङ्क र आवाज ग्रहण गर्ने यन्त्र ब्ल्याक बक्स हो भने अटोमोबाइलहरूलाई चिस्याउने उपकरण के हो? रेडिएटर हो। भूकम्पको सामान्य गति मापन गर्ने यन्त्र कुन हो? सिस्मोमिटर हो। त्यसै गरी नेपालमा सर्वप्रथम सूचना प्रविधि मेला क्यान कम्प्युटर एसोसिएसन नेपालले कहिले सुरु गरेको थियो? 2007 देखि। सन् 2007 देखि। जहाज उडानको दौरानमा विमानको गति, उचाइ, परिवर्तित गति, सङ्कटापन्न अवस्थाको बारेमा जानकारी दिने FDR अर्थात् फ्लाइट डाटा रेकर्डर जहाजको ब्ल्याक बक्स भित्र हुने एक उपकरण हो भने ब्ल्याक बक्समै रहेको ध्वनि रेकर्ड गर्ने अर्को उपकरण CVR को फुल फर्म के हो? ककपिट भोइस रेकर्डर हो। यसमा कुन ठिक छ भनेको छ? सबै ठिक छ। कुनै वस्तुलाई सानो आकारमा काट्ने यन्त्र माइक्रोटोम। ज्यादै छोटो दूरीमा कोण नाप्ने यन्त्र माइक्रोमिटर। अति साना वस्तुलाई ठुलो आकारमा देखाउने यन्त्र माइक्रोस्कोप, तिनटै ठिक छ। हाइड्रोफोन पानीको ध्वनिलाई अंक्ति गर्ने यन्त्र हो भने मेगाफोन भनेको टाढा टाढासम्म ध्वनि प्रसारण गर्ने यन्त्र हो। कुनै वस्तु वा स्थानको उचाइ जस्तै विमान कति उचाइमा उडिरहेको छ नाप्न अल्टिमिटर। वायुमण्डलको दबावमा हुने परिवर्तन नाप्न ब्यारोमिटर। तापको परिमाण नाप्न क्यालोरीमिटर प्रयोग भए जस्तै घुमिरहेको वस्तुको गति नाप्ने यन्त्र कुन हो भनेको छ? गाइरोस्कोप भनेर भनिन्छ। गाइरोस्कोप प्रयोग हुन्छ। पानीको सतहमा तेल भए नभएको जानकारी गराउन ग्रेभिमिटर। बिरुवाको वृद्धिक्रम नाप्न केस्कोग्राफ र कुनै स्थानको तापक्रम तथा चिसोपना नियन्त्रण गरी अपेक्षित स्थिति कायम गर्न एयर कन्डिसन प्रयोग भए जस्तै आवाज रेकर्ड गर्ने के यन्त्रको प्रयोग गरिन्छ? टेप रेकर्डरको। कुनै वस्तुको भार नाप्न स्प्रिङ ब्यालेन्स। तरल र झोलको ठिक मात्रा नाप्न पिपेट र भोल्टेज डिफेन्सर नाप्न इलेक्ट्रोमिटर प्रयोग हुन्छ भने टेलिफोनद्वारा प्रेषित समाचारलाई छाप्न कुन यन्त्र प्रयोग हुन्छ? टेलिप्रिन्टर। सौर्य किरण नाप्न पार हेलियोमिटर प्रयोग गरिन्छ भने
अन्तर्दहन इन्जिनमा हावा तथा पेट्रोलको वाष्पीकरणलाई मिलाएर शक्ति उत्पन्न गर्न कुन उपकरण प्रयोग गरिन्छ? कार्बोरेटर भनेर भन्छौँ नि। हावाको दबाव कम गर्न बस र रेलमा प्रयोग हुने यन्त्र एयर ब्रेक हो भने देहायका यन्त्र र तिनीहरूले गर्ने मापन सम्बन्धी कुन भनाइ ठिक छ? सबै ठिक छन्। टाढा घटेका घटनाको अभिलेख राख्ने यन्त्रलाई टेलिमिटर भनिन्छ। लवणको घोलको घनत्व पत्ता लगाउने यन्त्र सेलिनोमिटर हो। टाढासम्म ध्वनि प्रसारण गर्ने यन्त्र मेगाफोन हो। परमाणुको ऊर्जा उत्पादन गर्ने गतिलाई तीव्र पार्ने यन्त्र साइक्लोट्रोन। सतहको वक्रता नाप्ने यन्त्र स्पेरोमिटर हो भने टेलिफोन रिसिभरमा दृश्य चित्र समेत प्राप्त गरी देखाउने यन्त्र भिडियोफोन हो। मोटर वा अन्य अटोमोबाइलको गति नाप्ने यन्त्र स्पिडोमिटर हो भने मोटर गाडीको पाङ्ग्राहरूले तय गरेको दूरी नाप्ने यन्त्र कुन हो? ओडोमिटर हो। देहायको कुन भनाइ ठिक छ? विद्युत धारा उत्पादन गरी सबै ठिक छ। विद्युत धारा उत्पादन गरी तापक्रम नाप्ने यन्त्र थर्मोकपल हो। द्रवको लेस्याइपना अध्ययन गर्ने काममा प्रयोग हुने यन्त्र भिस्कोमिटर हो। कुनै निश्चित बिन्दुमा तापक्रम नियन्त्रण गर्ने यन्त्र थर्मोस्टेट हो। ध्वनि तरङ्गलाई पुनः ध्वनिमा परिणत गर्ने यन्त्र फोटोग्राफ हो भने काय भोग्राफबाट शरीर सम्बन्धी कुन कुराको अध्ययन गरिन्छ? सबैको अध्ययन गरिन्छ। केबाट गरिन्छ अरे? काय भोग्राफबाट गरिन्छ। रक्तचाप, मुटुको धड्कन मापन, फोक्सोको अवस्था सबै गरिन्छ। वायुमण्डलको दबावमा हुने परिवर्तनलाई नाप्ने यन्त्र ब्यारोमिटर हो भने ग्यासको दबाव नाप्ने यन्त्रलाई मेनोमिटर भनिन्छ। हाल विश्वमा कतिऔं पुस्ताको कम्प्युटर प्रयोगमा आइरहेको छ? 5औं। पानी सम्बन्धी अध्ययन गर्ने विज्ञान हाइड्रोलोजी हो भने पानीद्वारा उपचार गर्ने सम्बन्धी विज्ञान कुन हो? हाइड्रोग्राफी हो। महामारी रोगहरू र तिनको उपचार सम्बन्धी विज्ञान इपिडेमियोलोजी हो भने देहायका विषयमा अध्ययन गर्ने विज्ञान सम्बन्धी भनाइहरू कुन ठिक छन्? सबै ठिक छन्। धर्म, संस्कृति, इतिहासका आधारमा कुनै जाति विशेषको अध्ययन गर्ने विज्ञान इथोनोलोजी। शब्दहरूको अध्ययन गर्ने विज्ञान इटिमोलोजी। किरा फट्याङ्ग्राको अध्ययन गर्ने विज्ञान इन्टोमोलोजी। देहायका विषयमा अध्ययन गर्ने विज्ञान सम्बन्धी भनाइ कुन ठिक छ? बाल्य विज्ञान अध्ययन गर्ने विज्ञान एग्रोनमी। वनस्पतिबारे अध्ययन गर्ने जीव विज्ञानको शाखा बोटानी। ब्रह्माण्डको उत्पत्तिको बारेमा अध्ययन गर्ने विज्ञान कस्मोलोजी। तिनटै ठिक छ। पृथ्वीमा पाइने पशु तथा रुखको संरचना, रूप, आकार, प्रकारबारे अध्ययन गर्ने विज्ञान मोर्फोलोजी हो भने रुखको उत्पत्ति, प्रकृति र नियन्त्रण एवं उपचारबारे अध्ययन गर्ने चिकित्सा विज्ञान कुन हो भनेर सोधेको छ? प्याथोलोजी हो। माटोको भाँडा बनाउने चिनिया कलालाई के भनिन्छ? सेरामिक भनिन्छ। 290 पुगिसक्यौँ। सन् 1997 क्लोनिङबाट जन्माइएको भेडाको नाम के थियो? डली थियो। अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घको प्रधान कार्यालय जेनेभामा छ। विश्व प्रसिद्ध टाइम म्यागजिनले सन् 2023 को वर्ष पुरुष घोषणा गरेका टेलर स्विफ्ट केसँग सम्बन्धित छन्? म्युजिकसँग। इन्टरनेट सम्बन्धी अपराध नियन्त्रण सम्बन्धमा कुन कानुनमा व्यवस्था गरेको छ? विद्युतीय कारोबार ऐन 2063 मा गरेको छ। बाघ गणनामा प्रयोग हुने आधुनिक वैज्ञानिक पद्धतिको नाम के हो? इलेक्ट्रो ट्र्यापिङ। कुन योजना कालदेखि सूचना प्रविधि क्षेत्र सरकारी स्तरबाट उच्च प्रयास गरेको पाइन्छ? 9औं योजनादेखि। सूचना प्रविधिको क्षेत्रमा प्रयोग हुने VoIP प्रविधिको पूर्ण रूप के हो? भोइस ओभर इन्टरनेट प्रोटोकल। सूचना प्रविधिको क्षेत्रमा प्रयोग हुने SIS को पूर्ण रूप के हो? स्पेसियल इन्फर्मेसन सिस्टम। न्युटनको गुरुत्वाकर्षणसँग सम्बन्धित सिद्धान्त कुन फलसँग सम्बन्धित छ? स्याउ। देहायका मध्ये 2023 को भौतिक शास्त्री तर्फको नोबेल पुरस्कार प्राप्त गर्ने व्यक्ति को होइनन् भनेको छ। अब हुने मान्छेको पढौँ। पियरे अगोस्टानी, फरेन्क क्राउच, एनी ह्यालिटर यो 2023 मा नोबेल पुरस्कार पाए। परम्परा एवं प्रचलित ऊर्जाको विकल्पमा आउने गोबर, सौर्य ऊर्जा, लघु जलविद्युत जस्ता ऊर्जालाई के भनिन्छ? वैकल्पिक ऊर्जा भनिन्छ। परम्परागत ऊर्जालाई अर्को कुन नामले पनि चिनिन्छ? प्राकृतिक ऊर्जाको नामले चिनिन्छ। ऊर्जाको स्रोतलाई कति भागमा विभाजन गर्न सकिन्छ? 3 भागमा विभाजन गर्न सकिन्छ। नेपालमा वैकल्पिक ऊर्जाको मुख्य स्रोतका रूपमा केलाई लिइन्छ? जल स्रोतलाई लिइन्छ। नेपालमा कुल व्यावसायिक ऊर्जा खपतमा सबैभन्दा बढी हिस्सा के को रहेको छ? पेट्रोलियम पदार्थको रहेको छ। झुटो पत्ता लगाउन प्रयोग गरिने यन्त्रको नाम के हो? पोलिग्राफ हो। अन्तर्राष्ट्रिय एबल पुरस्कार 2023 एबल है, नोबेल होइन, एबल पुरस्कार 2023 कसलाई प्रदान गरियो? फेरेनिक क्राउजलाई प्रदान गरियो। कागजको बन्डलको संख्या बेलमा नापिन्छ भने एक बेल कागजमा कति सिट कागज हुन्छ? 5000 सिट। सबैभन्दा महँगो धातु कुन हो? रेडियम हो। धातुहरू काट्ने र जोड्ने वेल्डिङ कार्यमा कुन ग्यासको प्रयोग हुन्छ? अक्सिजन। हीरामा कार्बन कति प्रतिशत हुन्छ? 100%। शुद्ध सुन कति क्यारेटको हुन्छ? 24 क्यारेटको। शुद्ध सुन कति तापक्रममा पग्लन्छ? 1024 डिग्री सेन्टिग्रेडमा। सबैभन्दा कम तापक्रममा उम्लने तत्त्व कुन हो? हिलियम हो।
तल दिएका विकल्पहरूमध्ये तापको सबैभन्दा कमजोर सूचालक पुअरेस्ट कन्डक्टर अफ हिट कुन हो भनेको छ लिड हो। जिङ्कको परमाणु सङ्ख्या कति हुन्छ 30 हुन्छ। प्लास्टिकको आविष्कार कहिले भएको हो 1907 मा भएको हो। प्लास्टिक कुन तत्त्वबाट बनेको हुन्छ रबरबाट बनेको हुन्छ। निम्नमध्ये कुन सही होइन, अब हामी सही भनेको पढ्छौँ। फुल फर्म छ एससीटी भनेको स्मार्ट चोइस टेक्नोलोजी, सीएफएल भनेको कम्प्याक्ट फ्लुओरेसेन्ट ल्याम्प, अनि अर्को छ सीआरटी भनेको क्याथोड रे ट्युब। यो तीनटै ठिक छ। बैंकिङ क्षेत्रमा प्रयोग हुने एससीटीको पूरा रूप के हो स्मार्ट चोइस टेक्नोलोजी हो, अहिले हामीले पढ्यौँ। युएसबीको अर्को नाम के हो पेन ड्राइभ हो। युएसबीको अर्को नाम हार्ड डिस्क होइन पेन ड्राइभ हो। एलसीडीको पूरा रूप के हो लिक्विड क्रिस्टल डिस्प्ले हो, लिक्विड क्रिस्टल डिस्प्ले भनेर भन्छौँ। त्यसै गरी अटोमेटिक डिजिटल कम्प्युटरको आविष्कार कुन देशले गरेको हो अमेरिकाले गरेको हो। डाटा प्रसारणको लागि उपलब्ध फ्रिक्वेन्सीको दायरालाई के भनिन्छ ब्यान्डविड्थ भनिन्छ। वाट इज च्याट जीपीटी? च्याट जीपीटी इज आर्टिफिसियल इन्टेलिजेन्ट च्याटबट। निम्नलिखित मध्ये कुन ठिक हो भनेको छ एटीएमको पूरा रूप एटोमेटेड टेलर मेसिन हो जुन ई ब्याङ्किङसँग सम्बन्धित छ, यो ठिक छ। अनि त्यसपछि डीटीएच को पूरा रूप डाइरेक्ट टु होम हो जुन टेलिकम्युनिकेसनसँग सम्बन्धित छ, यो पनि ठिक छ। इन्टरनेटको जन्मदाता भनेको कसलाई चिनिन्छ ल्यारी रोबर्टलाई चिनिन्छ। अ प्रोग्राम द्याट इज युज टु भ्यू वेबसाइट इज कल्ड ब्राउजर। अ प्रोग्राम द्याट इज युज टु भ्यू वेबसाइट इज कल्ड ब्राउजर। वेबसाइटमा प्रयोग गर्ने एचटीटीपी को पूरा रूप हाइपर टेक्स्ट ट्रान्सफर प्रोटोकल हो। कम्प्युटरमा आउने एचटीटीपीले केलाई बुझाउँछ हाइपर स्पेस टर्म्स एन्ड टेक प्रोटोकललाई बुझाउँछ। डीएनएस को पूरा रूप डोमेन नेम सिस्टम हो। तलका मध्ये कुन चाहिँ वेब ब्राउजर सर्च गर्न प्रयोग गरिँदैन विन्डोज एक्सप्लोरर प्रयोग गरिँदैन। इमेलका आविष्कारक को हुन्? इमेलका आविष्कारक रे टोमिल्सन हुन्। कसैलाई इमेल लेख्दा पठाउँदा टु बीसीसी को प्रयोग गरिन्छ। बीसीसी को पूर्ण रूप के हो? बीसीसी को पूर्ण रूप ब्लाइन्ड कार्बन कपी हो। एउटै इमेल पठाउँदा प्रापकहरूलाई एक आपसमा गोप्य राख्न कुन अप्सन प्रयोग गरिन्छ? सबैलाई छुट्टा छुट्टै पठाउने। कम्प्युटर नेटवर्कमा फायरवल भनेको के हो? कम्प्युटर नेटवर्कमा फायरवल भनेको सिस्टम डिजाइन टु प्रिभेन्ट अनअथोराइज्ड एक्सेस भनेको भनिन्छ। कम्प्युटरमा फायरवलको के को लागि प्रयोग गरिन्छ? सेक्युरिटी सुरक्षाको लागि प्रयोग गरिन्छ। गुगलका संस्थापक को हुन्? ल्यारी पेज हुन्। भाइरसको पूर्ण रूप के हो? भाइटल इन्फर्मेसन रिसोर्स अन्डर सिज। गुगल सर्च इन्जिन तथा कम्पनीका संस्थापकहरू को हुन्? ल्यारी पेज र सर्जी ब्रिन। यो दुवैजनाको नाम आएर गुगल सोध्न सक्छ। फेसबुकको सुरुवात विश्वमा सर्वप्रथम कहिलेदेखि भएको? 2004 सालदेखि भएको हो। फेसबुकका आविष्कारक मार्क जुकरबर्ग हुन्। फेसबुकको कम्पनीको नाम तलका मध्ये कुन हो? मेटा हो। व्हाट्सएपका आविष्कारक ज्यान कोएम हुन्। विभिन्न सामूहिक अनलाइन बैठकमा प्रयोग हुने जुम को सार्वजनिक प्रयोग कहिलेदेखि सुरु भयो? सन् 2019 देखि। 5th जेनेरेसन कम्प्युटरको विशेषता तलका मध्ये कुन हो? बायोचिप हो। हालसालै चर्चामा गएको आर्टिफिसियल इन्टेलिजेन्स च्याटबट च्याट जीपीटीको विकास कुन कम्पनीले गरेको थियो? ओपेन एआई भन्ने कम्पनीले। पेसागस केसँग सम्बन्धित छ? पेसागस इम्पाइवेयर वा जासुसी सफ्टवेयरसँग सम्बन्धित छ। विद्युतीय साधनबाट वस्तु तथा सेवाको किनबेचलाई के भनिन्छ? ई कमर्स भनिन्छ। अब यहाँ ठिक र बेठिकमा दुईटै ठिक छ। साइबर अपराध नियन्त्रणका लागि नेपालमा प्रहरी मुख्यालयमा डिजिटल फोरेन्सिक ल्याबको स्थापना गरिएको छ, ठिक छ। वैज्ञानिक एडवर्ड विल्सनले कालो क्षेत्रबारे पुस्तक लेखेका थियो, पनि ठिक छ। निम्नलिखित जोडाहरूबारे विचार गर्नुहोस्। इन्टरनेट कम्प्युटर नेटवर्कको सञ्चार प्रणाली हो, ठिक छ। ब्ल्याक बक्स भनेको हवाईजहाज दुर्घटनाको कारण पत्ता लगाउन प्रयोग गरिने यन्त्र हो, यो पनि ठिक छ। सबैभन्दा पुरानो सामाजिक सञ्जाल भनेको निम्नमध्ये कुनलाई चिनिन्छ? हाइफाई, 6 डिग्रिज, फेसबुक, ट्विटर लेखेको छ। यसमा 6 डिग्रिज भन्नेलाई पुरानो चिनिन्छ। डिजिटल फर्स्ट गभर्नेन्स कार्यक्रम कुन देशले प्रयोगमा ल्याएको छ? इस्टोनियाले ल्याएको छ। इस्टोनियाले। व्यावसायिक रूपमा 5G नेटवर्क सेवा सञ्चालन गर्ने पहिलो देश दक्षिण कोरिया हो। हैजा कुन कीटाणुको कारणले लाग्ने गर्दछ? भिब्रियो क्यालेरीको कारणले लाग्ने गर्दछ। भ्यागुते रोग कुन विषाणुबाट लाग्ने रोग हो? क्यारिन ब्याक्टेरियम डाइथेरियाबाट लाग्ने रोग हो। रेबिज रोग लिसा भाइरसको कारणले लाग्छ। औलो रोग एनोफिलस जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्छ। असाध्य रोग भनेको खास उपचार पत्ता लागि नसकेको रोगलाई भनिन्छ। 6औं शताब्दीमा भारतीय उपमहाद्वीपमा महामारीको रूपमा फैलिएको रोग कुन हो? हैजा। क्षयरोगको जीवाणु सर्वप्रथम कसले पत्ता लगाएको हुन्? रोबर्ट कोच 1882 मा। यौनजन्य रोग सुजाग कुन कीटाणुका कारणले लाग्दछ? गोनोकस अफ नाइजर भन्ने कीटाणुको कारणले लाग्छ। भ्योरिङ्गी रोग कुन कीटाणुको संक्रमणबाट लाग्छ? टेरोफेनोमा प्यालाडियम भन्ने कीटाणुको कारणले लाग्छ। कुन उमेरका बच्चाहरू झाडा पखालाबाट बढी प्रभावित हुन्छन्? 5 वर्ष मुनिका।
तलका मध्ये कुन रोग सरुवा रोग हो? क्षयरोग। बर्ड फ्लूमा जम्मा 16 किसिमको हुन्छ, जसमध्ये मानिसमा कति प्रजातिबाट सक्छ? 4 प्रजातिबाट। नेपाल कुष्ठरोग मुक्त देश कहिले घोषणा भयो? विक्रम सम्वत 2066 माघ 5 गते। सर्वप्रथम एड्स कुन देशमा पत्ता लगाएको हो? अमेरिकामा पत्ता लागेको हो। रगतमा बिलिरुबिनको मात्रा बढ्न गई लाग्ने रोगलाई के भनिन्छ? कमलपित्त भनिन्छ। क्यान्सरका सेलहरू रगतबाट फैलिनेलाई के भनिन्छ? मेटासिस भनेको भनिन्छ। भिटामिन बी को कमीले लाग्ने बेरी हो भने भिटामिन डी को कमीले लाग्ने रिकेट्स हो। म्यादे ज्वरो कुन ब्याक्टेरियाको कारणले लाग्छ? साल्मोनेला टाइफी भन्ने ब्याक्टेरियाको कारणले लाग्छ। मधुमेह रोगीले एक दिनमा करिब कति कार्बोहाइड्रेट खानु पर्दछ? 150 ग्राम खानु पर्दछ। एउटा देशबाट अर्को देशमा फैलिने रोगको अवस्थालाई के भनिन्छ? प्यान्डेमिक भनिन्छ। मानव मुटुको पहिलो सफल प्रत्यारोपण कसले गरेका हुन्? क्रिस्चियन बर्नार्डले गरेका हुन्। तोकिएभन्दा बढी औषधि प्रयोग गर्दा देखिने असरलाई के भनिन्छ? साइड इफेक्ट भनिन्छ। जीवाणु समूहमा तलको मध्ये कुन रोग पर्दैन? रेबिज पर्दैन। निम्नमध्ये विषाणु समूहमा नपर्ने रोग कुन हो? हैजा हो। आँखा रातो रातो हुने, उज्यालो हेर्न नसक्ने लक्षण कुन रोगको हो? दादुराको हो। छाला सम्बन्धी रोगमा तलको मध्ये कुन पर्दैन? दादुरा पर्दैन। प्रोटोजोआ ग्रुपमा नपर्ने रोग तलका मध्ये कुन हो? बाथ रोग हो। तलका मध्ये कुन रोग सरुवा रोग हो? पक्षघात। तलका मध्ये कुन रोग नसर्ने रोग होइन? जन्डिस। सरुवा रोगलाई कति समूहमा विभाजन गर्न सकिन्छ? 6 समूहमा। सबैभन्दा खतरनाक औलो कुन हो? पी फ्यासिपेरम भन्ने औलो रोग चाहिँ सबभन्दा डेन्जर हो। स्वस्थ वयस्क मानिसको शरीरको सामान्य तापक्रम कति हुन्छ? 37 डिग्री सेल्सियस। पहिलो पत्ता लागेको भाइरस कुन हो? टोब्याको मोसाइक भाइरस। आउँ एन्टोमियोबा हिस्टोइका के कारणले लाग्दछ भने जाडा पखाला कुन जीवाणुको कारणले लाग्दछ? ब्याक्युलस कोलीको कारणले लाग्दछ। हैजा भिब्रियो कोलेरा नामक जीवाणुको कारणले लाग्ने रोग हो भने कुष्ठरोग कुन जीवाणुको कारणले लाग्दछ? माइकोब्याक्टेरियम लेप्रेको कारणले लाग्दछ। हाइड्रोफोनको प्रयोग के का लागि गरिन्छ? पानीभित्रको आवाज नाप्न। बायोफ्लोक प्रविधि केसँग सम्बन्धित छ? माछा पालनसँग सम्बन्धित छ। नेपालमा डेङ्गु रोगको आधिकारिक जानकारी कहिलेबाट सुरु भयो? 2006 नोभेम्बरबाट सुरु भयो। क्षयरोगको संक्रमण अवधि इन्क्युबेसन पिरियड कति हुन्छ? 2 देखि 10 हप्तासम्म हुन्छ। डट्स विधिको थालनी सुरुमा देखाएका मध्ये कुन जिल्लामा गरिएको थिएन? गोर्खामा गरिएको थिएन। निडल एक्सचेन्जले कुन रोगलाई सर्ने रोग सहयोग गर्छ? कुन रोगलाई सर्न सहयोग गर्छ? एड्सलाई। निडल एक्सचेन्जले। गाङ्गटी रोग केमा लाग्दछ? गाङ्गटी रोग पशुमा लाग्दछ। रातो रिबन कुन रोगको जनचेतनाको लागि प्रयोग गरिन्छ? एड्सको लागि। हिप्टोफोबिया हुँदा केदेखि डर लाग्छ? स्पर्शदेखि। कसैले छुँदा डर लाग्छ। ब्याक्टेरियाबाट सर्ने रोग देखाएको मध्ये कुन हो? कुष्ठरोग हो। नेपाल सरकारले श्वास प्रश्वास रोग नियन्त्रण कार्यक्रम कहिलेदेखि सञ्चालन गरेको हो? विक्रम सम्वत 2054 सालदेखि सञ्चालन गरेको हो। 400 वटा क्वेसन पढिसकेका छौँ। अझै पनि 100-150 वटा जति बाँकी छ। त्यो सबै पढेर हामी अगाडि बढ्ने नै छौँ। अब जाउँ 401 मा। नेपाल औलो उन्मूलन सङ्घको स्थापना कहिले भयो? विक्रम सम्वत 2015। WHO ले 2000 सम्ममा विश्वबाटै उन्मूलन गर्ने लक्ष्य राखेको रोग कुन हो? पोलियो। किङ अफ डिजिज भनेर कुन रोगलाई चिनिन्छ? रेबिजलाई। इमेटक कुन रोग पत्ता लगाउने? इमटेक भनेको कुन रोग पत्ता लगाउने नवीनतम प्रविधि हो? क्यान्सर। स्वाइन फ्लू कुन प्राणीसँग सम्बन्धित छ? कुखुरा। त्यसै गरी एड्स रोग सबैभन्दा पहिले पत्ता लागेको कहिले हो भनेको छ 1981 6 महिना 5 गते। यो सनमा छ। टाइफाइडको जीवाणु पत्ता लगाउने वैज्ञानिक को हुन्? एवर्थ भन्ने वैज्ञानिकले पत्ता लगाए। भाइरसबाट सर्ने रोग तलका मध्ये कुन होइन? क्यान्सर होइन। जोडा मिलाउन भनेको छ। इन्सेफ्लाइटिस भनेको प्यानक्रियाज। अनि ल्युकिमिया भनेको छ रक्तकोष। मलेरिया भनेको छ मस्तिष्क। अनि मधुमेह भनेको छ हाड मज्जा भनेर हामीले जोडा मिलाउन सक्छौँ। इसिजी नामक यन्त्र कुन अङ्गको परीक्षणका लागि प्रयोग गरिन्छ? हार्टको परीक्षणको लागि। विषाणुबाट सर्ने रोग देखाएको कुन होइन? दादुरा। घाउ निको हुन सक्ने सहयोग गर्ने भिटामिन कुन हो? भिटामिन सी। गडगाड कुन तत्त्वको कमीले हुन्छ? आयोडिन। सोनारले के मापन गर्दछ? सोनारले समुद्रभित्र गएको वस्तु पत्ता लगाउने काम गर्दछ। गिजाबाट रगत आउने समस्या कुन भिटामिनको कमीले आउँछ? भिटामिन सी। विफर कुन समूहमा पर्ने रोग हो? विषाणु समूह। हैजा रोगका जीवाणु सर्वप्रथम कसले पत्ता लगाएका थिए? रोबर्ट कोच।
स्कर्वी कुन भिटामिनको कमीले गर्दा हुने रोग हो? भिटामिन सी। पुस्तकदेखि डराउने रोगलाई बिब्लियोफोबिया भनिन्छ। 2080 वैशाखभित्रमा निःशुल्क रूपमा कति प्रकारका औषधि उपलब्ध गरिआएको छ? 98 प्रकारका। बीसीजी खोप कुन रोगको विरुद्धमा लगाइन्छ? क्षयरोग। कुन प्राणीको आनुवंशिक गुण बोक्ने शरीरको सबभन्दा ठुलो कणलाई के भनिन्छ? कुनै प्राणीको आनुवंशिक गुण बोक्ने सबैभन्दा ठुलो कणलाई के भनिन्छ? जिन भनिन्छ। प्राणीको विकासवादी सिद्धान्तका प्रतिपादक चार्ल्स डार्विन हुन्। अन द ओरिजिन अफ स्पेसिस भन्ने किताब चाहिँ चार्ल्स डार्विनले नै लेखेका हुन्। तलका मध्ये कुन चाहिँ डार्विनको सिद्धान्तको मुख्य बुदा होइन? अब हो कुन कुन त्यो पढ्नु पर्यो। सामान्य वंश हो, क्रमिकता हो, प्रजातिको गुणन हो, यो अप्राकृतिक चयन चाहिँ होइन। वंशानुक्रमका पिता फादर अफ हेरिडिटी कुन वैज्ञानिकलाई भनिन्छ? जोन ग्रेगर मेन्डललाई नै भनिन्छ। निम्नलिखित कथनहरूबारे विचार गर्नुहोस्। अब यसमा चाहिँ ठिक मात्रै हामी विचार गर्छौँ। सजीव जीवहरूको क्रम विकासको भ्रूण सम्बन्धी प्रमाणहरूको दृष्टिकोणबाट साग, कछुवा, कुखुरा, सुँगुर क्रम विकासको सही अनुरूप हो। साग, कछुवा, कुखुरा, सुँगुर आरएनए प्रोटिन संश्लेषण सम्बन्धित छ। अब तलका भनाइमध्ये गलत भनाइ पत्ता लगाउनुहोस्। गलत भनाइ भनेको ठिक हामीले पत्ता लगाउनु पर्यो। रेन अर्थ बबलको एक प्रकारको चरा हो। जोन ग्रेगर मेन्डल सर्वप्रथम क्रम विकासको बारेमा के को अध्ययन गरेका थिए? केराउको बोटको। पृथ्वीको जीवजन्तु लोप हुँदै जानुमा तल दिएका कारणहरूमध्ये सबैभन्दा बढी कुन कारण जिम्मेवार छ? संस्थान नाश हुनु, वासस्थान नाश हुनु। जीव विकासमा वातावरणको प्रभावको धेरै महत्त्व हुन्छ। यो भनाइ कसको हो? चार्ल्स डार्विन। एक वयस्क मानव शरीरको संरचना पिण्ड अनुसार निम्नमध्ये कुन क्रम सही छ? अक्सिजन, कार्बन, हाइड्रोजन, नाइट्रोजन। अक्सिजन, कार्बन, हाइड्रोजन, नाइट्रोजन। एउटा साधारण वयस्कको श्वास प्रश्वास दर प्रति मिनट कति पटक हुनु पर्दछ? 12 देखि 18 पटक। मानव शरीरमा कतिवटा हड्डीहरू? यो सबैलाई थाहा छ, 206 वटा। मानव शरीरको सबैभन्दा सानो हाड कुन अङ्गमा रहेको छ? कानमा रहेको छ। सामान्यतया मानिसलाई एक दिनमा कति किलोग्राम अक्सिजन चाहिन्छ? 16 किलोग्राम। विश्व स्वास्थ्य सङ्गठनका अनुसार एकजना मानिसलाई प्रतिदिन कति पानीको आवश्यकता पर्दछ? 150 देखि 200 लिटर। यो खान, पिउन, नुहाउन सबै थोक गर्न। सर्वप्रथम एड्स कुन देशमा पत्ता लागेको? अमेरिका। नेपालमध्ये कुन चाहिँ चक्र मानव शरीरका चक्रभित्र समावेश छैनन्? नाशक चक्र। रगतको रातो कणिका केमा बन्दछ? हाडभित्रको मासीमा। मानव शरीरको रक्त सञ्चार प्रक्रिया कसले पत्ता लगाएका हुन्? रोबर्ट कोच। मानव रगतका 3 समूहहरू एबीसी पत्ता लगाउने वैज्ञानिक को हुन्? कार्ल ल्यान्डस्टेनर। कुन रक्त समूह भएका व्यक्तिलाई विश्वव्यापी रक्तदाता भनिन्छ? ओ रक्त समूह। युनिभर्सल रिसिभर भन्नाले कुन रक्त समूहलाई चिनिन्छ? एबी पोजिटिभ। मुटुबाट शुद्ध रगत मृगौलासम्म लैजाने धमनीलाई के भनिन्छ? रेनल धमनी। शरीरको अङ्गहरूमा शुद्ध रगत पुर्याउने नलीलाई के भनिन्छ? धमनी। निम्नमध्ये कुन दैव तत्त्व गड पार्टिकल हो? हिग्स बोसोन। डीएनए कसले पत्ता लगाएका थिए? जेम्स वाटसन एन्ड फ्रान्सिस क्रिक। वंशानुगत विविधतालाई केले पहिचान गराउँछ? डीएनएले। अब जेनेटिक आरएनए क्षेत्रसँग सम्बन्धित वैज्ञानिक कुन हुन्? रोनाल्ड इभान्स। दिएको मध्येमा कमन जेनेटिक डिसअर्डरमा नपर्ने रोग कुन हो? पर्ने हामी पढ्छौँ किस्टिक फाइब्रोसिस, म्याफन सिन्ड्रोम अनि हेमोक्रोमेटिक्स भन्ने चाहिँ पर्छ। एनिमिया पर्दैन। घिउमा पानीको मात्रा कति प्रतिशत हुन्छ? 0.5%। एक स्वस्थ वयस्क व्यक्तिलाई प्रतिदिन कति प्रोटिन आवश्यक पर्दछ? प्रति केजी शारीरिक तौलको प्रतिदिन 0.75 ग्राम। गाईको दुधमा कति प्रतिशत प्रोटिनको मात्रा हुन्छ? 3.5%। दुधको शुद्धता परीक्षण गर्ने मेसिनलाई ल्याक्टोमिटर भनिन्छ। महमा सबैभन्दा बढी पाइने तत्त्व फ्रुक्टोज हो। 1 ग्राम चिल्लो पदार्थबाट कति शक्ति उत्पादन हुन्छ? 9 क्यालोरी। सुकेनासो रोग लाग्नुको मुख्य कारण के हो? कार्बोहाइड्रेट र प्रोटिनको कमी। भिटामिन बी को समूह अन्तर्गत तलका मध्ये कुन पर्दैन? B4। भिटामिन B4 यो पर्दैन। निम्नमध्ये कुन भिटामिन पानीमा घुलनशील हुन्छ? भिटामिन ए र डी। जोडा मिलाउनुहोस्। अब यसको जोडा मिलाउँदाखेरि चाहिँ भिटामिन ए रेटिनोल, भिटामिन बी थाइमाइन, भिटामिन ए भनेको रेटिनोल, भिटामिन B1 भनेको थाइमाइन अनि भिटामिन B2 भनेको रिबोफ्लाभिन अनि भिटामिन सी भनेको एस्कोर्बिक एसिड।
सूर्यको प्रकाशबाट कुन भिटामिन प्राप्त हुन्छ? भिटामिन डी। दूध, चीज र अन्डा तलका मध्ये कुन भिटामिनको मुख्य स्रोत हो? भिटामिन ए र डी। भिटामिन के सबैभन्दा बढी कुन खानामा पाइन्छ? तीनटैमा पाइन्छ। हरियो सागपातमा पनि पाइन्छ, फलफुलमा पनि पाइन्छ, गाईको दुधमा पनि पाइन्छ। बेरी रोग कुन भिटामिनको कमीको कारणले लाग्दछ? भिटामिन बी। भिटामिन सी को कमीले लाग्ने रोग कुन हो? स्कर्भी। भिटामिन सी को कमीले तलका मध्ये कुन रोग लाग्दछ? भिटामिन सी को कमीले तलका मध्ये स्कर्भी भन्ने रोग लाग्दछ। कुन भिटामिनको कमीले रगत धेरै बग्दछ? कुन भिटामिनको कमीले रगत धेरै बग्दछ? भिटामिन के को कमीले? अब हामीले लगभग 500 वटा जति प्रश्न समाधान गरिसकेका छौँ। यो सबै प्रश्नहरू तपाईँले पटक पटक सुन्नुहोला र मलाई लाग्छ यति सबै प्रश्न जानिसकेपछि तपाईँलाई विज्ञान प्रविधिबाट आउने प्रश्नहरू लगभग सबै थाहा भइसकेको छ। अब हामीले यसमा अन्य प्रश्नहरू पनि फेरि अर्को पार्टमा लिएर आउने नै छौँ। अब अहिलेसम्मको लागि चाहिँ इम्पोर्टेन्ट क्वेसनहरूको यति नै छ। यति सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद। यसलाई पटक पटक सुन्नुहोला र याद गर्ने प्रयास गर्नुहोला। हजुरको दिन शुभ होस्। धन्यवाद। नमस्कार।